नमस्ते सबैलाई। फेरि पनि मेरो यो सानो ब्लगमा तपाईहरुलाई स्वागत गर्दछु। आज पनि फेरि हामी प्याराग्लाइडिङको पार्किङदेखि लिएर प्याराग्लाइडिङ उड्नेसम्मको भिडियो लिएर तपाईहरुको सामु आएको छु। अहिले भर्खर जो देख्नुभयो पछाडिको दृश्य त्यो पार्किङ प्याराग्लाइडिङ उडाउने त्यो पार्किङको थियो है। यसरी नै हामी यहाँ देख्न सक्छौं प्याराग्लाइडिङ उडिरहेको। यसरी नै हामी फेरि प्याराग्लाइडिङ उड्ने स्पोटसम्म जाने कोसिस गरिरहेका छौं। हामी यसरी नै हिँड्दै छौं जहाँ प्याराग्लाइडिङ उड्छ त्यो दृश्य देखाउनको लागि हामी हिँडिरहेका छौं। तपाईहरु हेर्दै गर्नु होला। यो प्याराग्लाइडिङ उडाउने बेला बिछ्याउने त्यो कार्पेटहरु देखिरहनु भएको छ। यो पर्खालमा रहेको यो बाटोमा रहेको पनि त्यसैगरी धेरै मानिसहरु यात्रा गर्न हेर्न मनोरञ्जन लिनको लागि यो प्याराग्लाइडिङ उडाउने ठाउँमा आउनुहुन्छ। कोही यात्रा गर्न उडेर त्यसको मजा लिन आउनुहुन्छ भने कोही हेरेर त्यसको मजा लिन आउनुहुन्छ। धेरै मात्रामा हाम्रो यो प्याराग्लाइडिङ उड्ने इच्छाले आउनुहुन्छ। साँच्चै नै उड्ने इच्छाले आउनुहुन्छ। देखिरहनु भएको छ बाटो यस्तो छ, यहाँ गाडी चाहिँ जाँदैन, तर यहाँ बाइक र साइकल चाहिँ जान सक्छ यदि लाने हो भने। देख्दै हुनुहुन्छ त्यो प्याराग्लाइडिङ उड्ने बाटोतर्फ ठाउँतर्फ हामी हिँड्दैछौँ। हेर्दै गर्नु होला। म तपाईहरुलाई प्याराग्लाइडिङ कसरी उड्छ त, तयारी के कसरी गर्ने रहेछ त म तपाईलाई देखाउने छु। तपाईहरुको लागि मैले यो सानो ब्लग लिएर आएको छु। हेर्दै गर्नु होला। सुरुदेखि अन्त्यसम्म हेर्दै गर्नु होला। मेरो च्यानललाई पनि तपाईले लाइक, कमेन्ट, सब्स्क्राइब गर्न सक्नुहुन्छ। मेरो क्यामेराको क्वालिटी अलि राम्रो नभएको कारण जति क्लियर देखाउनु पर्ने हो त्यति क्लियर चाहिँ देखाउन सकिनँ। मेरो क्यामेरालाई जति भ्याउँछ मेरो क्षमताले जति भ्याउँछ मैले त्यति नै देखाएको छु। हेर्दै गर्नु होला। यहाँ मानिसहरु धेरै देखिन्छ। उहाँहरु कोही हेर्न, कोही उडेर मजा लिन आउनु भएको। प्याराग्लाइडिङमा दुईजना सवार गर्न मिल्दछ। एकजना पेसेन्जर अथवा यात्रु अथवा एकजना यात्रु एकजना पाइलट यात्रा गर्न मिल्दछ। देख्दै हुनुहुन्छ यी ब्यागका कुराहरु, ब्यागका टोकाहरु पनि यो प्याराग्लाइडिङको ब्याग जसरी आकाशमा उडेको देख्दै हुनुहुन्छ। त्यही उडेको ब्याग, उडेको प्यारासुटको ब्याग चाहिँ त्यो फोल्ड गर्दाखेरि चाहिँ यति सानो हुँदो रहेछ, उड्दाखेरि चाहिँ साह्रै ठुलो हुन्छ। देखिरहनु भएको छ यहाँ फेरि तयारी गर्दै हुनुहुन्छ। तयारी गरिराखेका हामी देख्न पाउँछौँ। धेरैजना उड्नको निम्ति बसिरहनु भएको पनि हामी देख्न सक्छौँ। यो तल लेक साइडको दृश्य पनि हामी देख्न सक्छौँ। डाँडा काँडा रमाइलो छ। पोखरा एकदम रमाइलो ठाउँ, सबैले एकदम मन पराउनु भएको ठाउँ हो पोखरा। फेरि पनि ब्याग लिएर आइसक्नु भएको छ। उहाँले पाइलट हुनुहुन्छ होला सायद, उहाँ पनि पाइलटै हुनुहुन्छ होला। एकजना दिदीले पनि बोकेर ल्याउनु भएको छ।
धेरै मात्रामा विदेशीहरू यो ठाउँमा प्याराग्लाइडिङ गर्नको निम्ति आउनुहुन्छ। हामीले देख्न सक्छौँ विदेशीहरू धेरै नै हुनुहुन्छ, पाइलटहरू धेरै नै हुनुहुन्छ यहाँ। कोही तयारी हुने क्रममा हुनुहुन्छ, कोही तयारी भएर बसेको अवस्थामा हुनुहुन्छ, कोही उड्नको लागि एकदम रेडी पोजिसनमा भएको देख्नुहुन्छ। त्यहाँ अगाडि टिमहरू देख्न सक्नुहुन्छ, 1 2 3 टिम देख्दछु मैले उड्नलाई तयारी हुनुभएको। सायद तपाईँले पनि देखिरहनु भएको होला, हेर्दै गर्नु होला, लाइक कमेन्ट सब्सक्राइब गर्दै गर्नु होला। हाम्रो यो उड्नको लागि स्वास्थ्यको जाँच पनि हुँदो रहेछ साथी। स्वास्थ्यको जाँच, प्रेसर अनि मुटुको चाल के कसो छ भनेर जाँच पनि गरिन्छ यसमा। बच्चाहरूलाई चाहिँ सवार गर्ने अनुमति दिएको छैन यसमा चाहिँ। देख्न सक्नुहुन्छ उड्दैछ, तयारी अवस्थामा उड्नको लागि रेडी पोजिसनमा। यो उड्न पनि हावा चाहिन्छ साथी, हावा नआएको बेलामा चाहिँ यो उड्दैन। हावाको बहावबाट उड्ने कुरा रहेछ, देख्न सक्नुहुन्छ। 2 3टा उडेको हामी देख्न सक्छौँ। फेरि पनि यता उड्नको लागि तयारी हुनुहुन्छ, हेर्दै गर्नु होला साथी। अर्को पनि एकदम रेडी पोजिसनमा देख्दै हुनुहुन्छ त्यो उडेको। अर्को पनि उड्दैछ साथीहरू, हेर्नुहोस् है, हेर्नुहोस्। तपाईँहरू पनि यदि यसको मनोरञ्जन लिन चाहनुहुन्छ भने तपाईँहरू नि पोखरा आउन सक्नुहुन्छ। यसको अफिस चाहिँ लेक साइडमा छ। लेक साइडमा गएर तपाईँहरूले बुकिङ गरेर तपाईँहरूलाई गाडीले नै ल्याउँदछ यता पार्किङसम्म। पार्किङबाट चाहिँ त्यहाँसम्म नै हिँडेर आउनुपर्छ। अनि यो ल्यान्डिङ गर्ने चाहिँ तल त्यो खेतहरू देखिएको थियो अघि नै त्यो भिडियोमा, तालको छेउछाउको खेतहरू, त्यता ल्यान्डिङ हुन्छ है, हेर्दै गर्नु होला। ल्यान्डिङ भएको चाहिँ म अर्को भिडियो बनाउने छु। यो ल्यान्डिङ भएको भिडियो यदि हेर्न चाहनुहुन्छ भने कमेन्टमा लेख्नु होला, ल्यान्डिङ भनेर कमेन्टमा लेख्नु होला है। म त्यही अनुसार भिडियो बनाउने छु। यदि तपाईँलाई यो भिडियो मन पर्यो भने